फिल्म सुरु हुन्छ एक अँध्यारो र डर लाग्दो कोठामा जहाँ क्यामेराले सबै कुरा रेकर्ड गरिरहेको हुन्छ। दीपक घाँटीमा फलामको पट्टा लगाएर रगत बगाउँदै रोइरहेको हुन्छ। त्यही बेला नदेखिने सञ्चालकको आवाज आउँछ जसले उसलाई खेल जितेकोमा बधाई दिन्छ। दीपकलाई खेल सकिएपछि घर जान दिने बाचा गरिएको थियो, तर सञ्चालक भन्छ अब अन्तिम चरण सुरु हुने समय आएको छ। त्यसपछि 3वटा बाकस देखाइन्छन् र दीपकलाई एउटा छान्न भनिन्छ। दीपकले एउटा डोरी तान्छ, बाकस खुल्छ र भित्र बन्दुक देखिन्छ। सञ्चालकले दीपकलाई खेल खेलेकोमा धन्यवाद दिन्छ र अर्को डोरी तान्छ। त्यो डोरीले एउटा खेलौना तानिन्छ जसले अन्ततः बन्दुक चलाउँछ र दीपकको त्यही मृत्यु हुन्छ। उता 4 जना साथीहरू एउटा गर्मी बिदाको घरमा आइपुग्छन्। त्यो घर हरिका काकाको थियो जसले आफ्नी पत्नीले उनको लगानी डुबाएपछि आत्महत्या गरेका थिए। जुनेलीको जन्मदिन मनाउन ती 4 जना दिनभर रमाइलो गर्छन्। साँझ पर्छ, हरिले सत्य वा साहस भन्ने खेल सुरु गर्छ। जुनेलीलाई साथीहरूले सोध्ने प्रश्नमा विश्वास लाग्दैन, त्यसैले ऊ सहभागी हुन अस्वीकार गर्छ। मायाले साहस रोज्छे, हरिले उसलाई जुनेलीलाई चुम्बन गर्न भन्छ, तर माया भन्छे हरिले उसको रुचिलाई गलत तरिकाले प्रस्तुत गरिरहेको छ, त्यसैले ऊ मान्दिन। हरि रिसाएर भन्छ यो घर उसको हो, उसले जे चाह्यो त्यही हुनुपर्छ। जुनेली भन्छे उनीलाई आपत्ति छैन। दुवै केटीहरू छोटो चुम्बन साट्छन्। त्यसपछि हरिले मायालाई पनि चुम्बन गर्न खोज्छ, तर मायाले तुरुन्तै उसलाई धकेलिदिन्छ। हरि झन् रिसाउँछ र उनीहरूको असहयोगको गुनासो गर्न थाल्छ। अचानक बाहिरबाट अनौठो आवाज आउँछ। धने भन्छ केही होइन, चिन्ता नगर्नु। तर फेरि आवाज आउँछ। सबैजना पछाडिको ढोकातिर डराएर हेर्छन्। यही मौका छोपेर हरिले सबैलाई एक्कासी डराउँछ। जुनेली सोध्छे के प्रहरीलाई फोन गर्ने। हरिले फलामको डन्डा समात्छ र बाहिर जाँच गर्न जान्छ। अरूले बत्ती निभाएर उसलाई डराउने खेल गर्छन्, त्यसैले उसले मोबाइलको बत्ती प्रयोग गर्नुपर्छ। अचानक चिच्याएको आवाज आउँछ, तर त्यो माया मात्र हुन्छ जो लुकेर निस्किएकी थिए। त्यही बेला हरिले बोट बिरुवामा केही भेट्टाउँछ र भित्र ल्याउँछ। सबैजना छक्क पर्छन्। त्यो एउटा क्यामेरा र रेकर्ड गरिएको फित्ता हुन्छ। हरि त्यो हेर्न चाहन्छ। धने भन्छ यो डर लाग्दो छ। जुनेली भन्छे भित्र ल्याउनु नै गलत थियो। हरिले सम्झाउँछ घर उसको हो। जुनेली रिसाउँदै भन्छे यहाँ कसैलाई पनि तिमी मन पर्दैनौ, तिम्रो पैसाका कारण मात्र हामी यहाँ छौं। त्यसपछि ऊ त्यो फित्ता तोडिदिन्छ। हरि अत्यन्तै रिसाउँछ र सबैलाई घरबाट निकाल्ने धम्की दिन्छ। ऊ जुनेलीको बिरामी आमाबारे अत्यन्तै नराम्रो कुरा भन्छ। अहिलेका लागि सबैजना आफ्ना कोठामा जान बाध्य हुन्छन्। त्यही समयमा एउटा रहस्यमय व्यक्ति चुपचाप घरभित्र पस्छ। हरि नुहाइरहेको हुन्छ। बाथरुमको ढोका आफै खुल्छ। ऊ हातमा रेजर समातेर बस्न तयार हुन्छ, तर त्यो माया नै हुन्छ। ऊ भन्छे सायद ऊ हरिमा रुचि राख्छ। हरिले आफ्नो शरीर देखाउँछ, तर माया हाँस्छे यो पनि केवल डराउने खेल मात्र थियो। धन्य बैठक कोठामा फोहोर उठाइरहेको हुन्छ। छेउको कोठामा एउटा छाया देखिन्छ। ऊ क्यामेराको रातो बत्ती बलिरहेको देख्छ। फर्केर हेर्दा छाया हराइसकेको हुन्छ। फोहोर फालेर माथिल्लो तलामा जाँदा धनेले जुनेलीलाई बेहोस अवस्थामा देख्छ। माया पनि त्यस्तै अवस्थामा हुन्छ। ऊ हरिलाई फोन गर्छ, तर त्यही बेला रहस्यमय व्यक्तिले पछाडिबाट सुई लगाएर आक्रमण गर्छ। धनेतल दौडिन्छ, तर हरि देखिँदैन। ऊ बाहिर भाग्छ र बेहोस हुन्छ। केही समयपछि 4 जना भित्तामा सान्नोले बाँधिएको अवस्थामा होस आउँछन्। क्यामेराले सबै कुरा रेकर्ड गरिरहेको हुन्छ। आक्रमणकारी सिटी बजाउँदै सामान मिलाउँछ र कोठाबाट निस्कन्छ। हरिले सान्नो तान्छ, तर केही हुँदैन। उता अपहरणकर्ता आफ्नो कपडा फेर्ने कोठामा बसेर निगरानी क्यामेराबाट उनीहरूलाई हेरेर रमाइरहेको हुन्छ। केही बेरपछि ऊ फर्कन्छ। ऊ मने नामको मुखौटा लगाएको सञ्चालक हुन्छ। ऊ बटन थिच्छ, साम्लोहरू तानिन्छन्। त्यसपछि ऊ गन्ती सुरु गर्छ। बत्ती बल्छ। मानिस जस्ता पुतलाहरू देखिन्छन् जो दर्शक बनेका हुन्छन्। स्पिकरबाट संगीत र तालीको आवाज बज्छ। मने 4 जना खेलाडीलाई परिचय गराउँछ। जुनेली अचम्मित हुन्छ किनकि उसले उनीहरूको जीवनका सबै कुरा जान्दछ। मने ढुङ्गा, कागज, कैची खेल्न भन्छ। सबै अलमलिन्छन्। ऊ विज्ञापनको बहाना बनाएर फेरि आफ्नो कोठामा दौडिन्छ। त्यहाँबाट कैची निकाल्दा उसको हात कट्छ। हरि भन्छ यो कुनै मनोरञ्जन कार्यक्रमको ठट्टा हो। जुनेली भन्छे यस्ता कार्यक्रममा मानिसलाई बेहोस बनाउने औषधि दिइदैन। हरि भन्छ कसैले यो सबै मिलाएको हो। जुनेली भन्छे त्यो गर्न सक्ने पैसा तिमीसँग मात्रै छ। मने फर्कन्छ र खेल सुरु गराउँछ। नतिजा नमेलिएपछि ऊ केटीहरूलाई पहिला खेल्न लगाउँछ। जुनेली कागज छान्छे। मनेले औलाले बन्दुक देखाउँछ। ऊ भन्छ यो चाल मान्य छैन। जुनेली बन्दुक छान्छे। मायाले पहिला कागज खेलेकी थिए, त्यसैले मनेले उसको मुख खोलाएर पत्ताले ओठको कुनो काट्छ। धनेले ढुङ्गा खेलेको थियो, त्यसैले मनेले ढुङ्गाले उसको टाउको हिर्काउँछ। हरिको एउटा औला कैचीले काटिन्छ। मनेले बन्दुक चलाउँछ, तर आगो मात्र निस्कन्छ। त्यसपछि साम्नो तानेर जुनेलीलाई भित्तामा हिर्काउँछ र ऊ बेहोस हुन्छ। केही घण्टापछि जुनेली होसमा आउँछ। झगडा सुरु हुन्छ। मने फर्केर भित्तामा झुन्ड्याइएको पीडाको चक्का देखाउँछ। सबैले दया माग्छन्। मने भन्छ अतिरिक्त
एउटा मौका। सबैले आफूले जीवनमा गरेको सबैभन्दा नराम्रो काम स्वीकार गरे बाँच्ने मौका पाउनेछन्। हरि स्वीकार्छ, उसले गाडी दुर्घटना गराएको थियो तर बाबुले दोष लिएका थिए। एम्बुलेन्स नबोलाएकाले अर्को व्यक्ति मरेको थियो, उसको नाम ईसा थियो। जुनेली स्वीकार्छे, आमाको शल्यक्रियाको पैसा जुटाउन उसले अश्लील वेबसाइट बनाएकी थिए। धने स्वीकार्छ, ऊ इन्टरनेटमा ठगी गर्छ। माया स्वीकार्छे, उसले कुकुरहरू लडाईका लागि बेच्ने गिरोहलाई बेचेकी थिए। मायालाई चक्का घुमाउन लगाइन्छ, उसलाई दृश्य हेर्ने उपकरण दिइन्छ। 3 शहर चिन्नु पर्ने हुन्छ, उसले 2वटा सही भन्छे तर तेस्रोमा गल्ती गर्छे। सबैले अर्को मौका माग्छन्। फेरि बटन थिच्ने बित्तिकै सुई उसको आँखामा घोचिन्छ। मने हरिको लागि चक्का घुमाउँछ, ऊ ड्रिल निकाल्छ, सिक्का उछाल्छ, हरि बचिन्छ। मने ड्रिल जुनेलीको हातमा दिन्छ र धनेको कानमा ड्रिल गर्न आदेश दिन्छ। नगरे अरूलाई गर्ने धम्की दिन्छ। गन्ती सुरु हुन्छ, जुनेली बाध्य हुन्छ, ऊ ड्रिल गर्छे। धने असह्य पीडामा चिच्याउँछ, ड्रिल खस्छ र भाँचिन्छ। मने रिसले चिच्याउँछ र भन्छ उसले नियम तोडेकी छे। त्यसपछि ऊ क्यामेराबाट फित्ता निकाल्छ र आफ्नो कपडा फेर्ने कोठातिर फर्किन्छ। ऊ त्यो भिडियो फित्तामा अर्को टेप टाँस्छ, त्यसमा धनेको नाम लेख्छ र त्यस्तै अरू फित्ताहरूको थुप्रोमा राख्छ। केही क्षणमै मने फेरि कोठामा फर्किन्छ र घोषणा गर्छ, यो चरण अरूभन्दा फरक हुनेछ। पर्दामा खेलको नाम देखिन्छ जसलाई उसले जंगली कार्ड भन्छ। ऊ नियम बताउँछ, एक प्रश्न हुनेछ, सबैले उत्तर दिनुपर्नेछ र सबैभन्दा धेरै अंक पाउनेले जित्नेछ। मने भन्छ उसले 100 जना मानिसलाई सबैभन्दा धेरै दुख्ने शरीरको भागको नाम सोधेको छ र अब उनीहरूले त्यो अनुमान गर्नुपर्नेछ। धने भन्छ टाउको, माया भन्छे गुडा, जुनेली भन्छे पेट। हरि बारम्बार मनेसम्म पुगेर उसलाई कुट्न खोज्छ तर सामनो तानिदा ऊ लड्छ। मने झन उत्तेजित हुन्छ र भन्छ उसको आफ्नै उत्तर घाँटी हो किनकि ती सबै उसकै लागि दुःख हुन्। मने कागजका टुक्राहरू निकाल्छ, पहिलो टाउको, दोस्रो मांसपेशी, तेस्रो घाँटी, चौथो खुट्टा। धनेले औल्याउँछ, यी उत्तरहरू जोड्दा 100 पुग्दैन। मने अर्को कागज भेट्छ जसमा पेट लेखिएको हुन्छ र त्यसको स्थान मांसपेशी भन्दा माथि हुन्छ। यसले अर्थ दिन्छ माया खेल हार्छे। मने सामनो फिर्ता तान्छ र आफ्नो मेसिन चलाउँछ। मेसिन तल झर्न थाल्छ। ऊ अन्तिम क्षणमा रोकेर अतिरिक्त मौका घोषणा गर्छ र अरूलाई सोध्छ के कसैले मायासँग स्थान बदल्न चाहन्छ। सबै अस्वीकार गर्छन्। मायाले जीवनको भिख माग्छे। मने फेरि मेसिन चलाउँछ। त्यसपछि ऊ फित्ता उठाउँछ, बत्ती झिम्किन्छ र ऊ हाँस्दै मायाको शरीर तानेर लैजान्छ, रगतको बाटो छोड्दै। कपडा फेर्ने कोठामा मनेले मुखौटा खोल्छ र आफ्नो अनुहारमा त्यही काम गर्छ जुन उसले पहिले अरूमा गरेको थियो। उसका पुराना दागहरूले देखाउँछन् यो पहिलो पटक होइन। उता हरि सामनो तानिरहन्छ र उसले बुझ्न नसक्ने आवाज सुन्छ। त्यही बेला मने टेलिभिजन लिएर फर्किन्छ र कुर्सीमा बाँधिएकी गीतालाई यातना दिएको दृश्य देखाउँछ। त्यसपछि ऊ जुनेली अगाडि बस्छ र मुखौटा खोल्छ। जुनेली माफी माग्छे र मने फेरि मुखौटा लगाउँछ। भिडियोमा गीताको हत्या देखाइन्छ। मने निस्किएपछि हरि भन्छ ऊ परिचित जस्तो देखिन्थ्यो। जुनेलीले सोध्छे धनेलाई आफूले वयस्क वेबसाइट बारे झुट बोलेको कुरा थाहा छ। धने स्वीकार गर्छ र हरिलाई भन्छ जुनेली पहिले मने मेयरको कार्यक्रमको कर्मचारी थिए। हरि सबै दोष जुनेली माथि लगाउँछ र जवाफ माग्छ। त्यसपछि जुनेली बोल्न थाल्छे। मने मेयर पहिले निकै सफल खेल कार्यक्रमको सञ्चालक थियो र जुनेली उसको समूहको सदस्य थिए। एक दिन समाचारमा उनीहरूले सुने कार्यक्रमका सञ्चालक सबै दुर्व्यवहार आरोपबाट मुक्त भए किनकि पीडितहरूले बयान फिर्ता लिएका थिए। गीतालाई यसले घृणा लाग्यो। जुनेलीले सोचिन् सायद ऊ निर्दोष होला। दीपकले भन्यो एक पीडित नयाँ गाडी चलाइरहेकी थिए त्यसैले सबैलाई पैसा दिएर चुप गराइएको हुन सक्छ। गीताले भनिन् कम्पनीहरूले पुराना बदमाशलाई हटाएर आफ्नो छवि जोगाउँछन् र उसले सुनेकी थिए मने सिकारी जस्तै थियो। यदि कसैले उसलाई समात्यो भने ठूलो रकम पाउन सकिन्थ्यो जुन जुनेलीकी आमाको उपचारका लागि पर्याप्त हुन्थ्यो। गीताले दाबी गरिन् मनेले उसलाई एक पटक समातेको थियो र ऊ साथ नदिएकाले पदोन्नति पाइन। दीपकले विश्वास गरेन। त्यही बेला मने केक लिएर आएर सबैलाई जुनेलीको जन्मदिन गीत गाउन लगायो। जब मनेले जुनेलीको काँध छोयो गीता आत्तिइन् र महिलालाई नछुन आग्रह गरिन्। पछि गीता र दीपकले जुनेलीलाई उजुरी दिन मनाए। कम्पनीले तुरुन्तै ठूलो रकम प्रस्ताव गरियो। शर्त थियो गोपनीय सम्झौतामा हस्ताक्षर गरेर कम्पनी छोड्नु। वर्तमानमा मने फर्किन्छ। हरि भन्छ सजाय जुनेलीलाई मात्र दिनुपर्छ। ऊ आफ्नो परिवारको पैसा र बुवाका सम्बन्ध प्रयोग गरेर सहयोग गर्ने प्रस्ताव राख्छ। मने खुसी भएको नाटक गर्छ र भन्छ ऊ हरिको टाउको उसका बुवा कहाँ पठाउनेछ। मने कम्पनीका वकिलको टाउको ल्याएर जुनेलीलाई अपमानजनक काम गर्न बाध्य पार्छ। उता हरि सामनो तान्दै अन्ततः पर्खालबाट छुटाउँछ। ऊ मनेलाई ढाल्न खोज्छ तर मनेले सामनोमा लुकाइएको विद्युतीय उपकरण चलाउँछ र तीनैजना बेहोस हुन्छन्। केही बेरपछि केटाहरू टेबलमा बाँधिएका अवस्थामा होसमा आउँछन्। उनीहरूको पेटमा चोटका चिन्ह हुन्छन्। मने घोषणा गर्छ अर्को खेल निर्णयको चिरा हुनेछ। ऊ
जुनेली तर्फ धारिलो वस्तु फ्याँकेर आफ्नो कोठामा दौडिन्छ। स्पिकरबाट मनेको आवाज आउँछ, धने र हरिको पेटभित्र चाबी छन्, ढोका खोल्न एउटा चाबी पर्याप्त हुन्छ। जुनेली अस्वीकार गर्छ तर मने भन्छ नत्र उनीहरूलाई भोकै मर्न छोडिदिनेछ। हरि जुनेलीलाई पैसा दिने प्रस्ताव गर्छ। सुरुमा जुनेली धनेतिर जान लागेकी जस्तो देखिन्छ तर अन्तिममा ऊ हरि रोज्छे। चाबी भेटिएपछि हरिको मृत्यु हुन्छ। जुनेली ढोकातिर दौडिन्छ तर ढोका खुल्दैन। मने हाँस्छ र भन्छ ढोका चुम्बकीय रूपमा बन्द छ। ऊ धनेलाई मुक्त गर्छ र भन्छ अन्तिमसम्म उभिनेले जित्नेछ। धने भन्छ दुईजनाले सँगै जान सक्दैनन्। ऊ जुनेलीलाई माया गर्छु भन्छ, गालामा चुम्बन गर्छ र उसलाई जित्ने बाचा गराउँछ। त्यसपछि ऊ आफ्नै जीवन अन्त्य गर्छ। मने जुनेलीलाई जितको बधाई दिन्छ र कोठामा सुताउने ग्यास छोड्छ। जुनेली बिउजिँदा शवहरू हटाइसकिएको हुन्छ र ढोका खुला हुन्छ। ऊ कोठामा गएर सबै पीडितका फित्ताहरू भेट्छ र एउटा कार्ड पनि लिन्छ। बाथरुममा ऊ शरीरको रगत पखाल्छ। सानो कोठामा मने र उसकी पत्नीको तस्बिर र भित्तामा डर लाग्दा चित्रहरू हुन्छन्। अन्ततः अर्को कोठामा मने उसलाई अन्तिम खेल खेल्न प्रस्ताव गर्दै भेटिन्छ। 3वटा बाकस अगाडि राखिन्छन्। अचानक कन्फेटी पड्कन्छ। जुनेली सोध्छ के मने यही मात्र हो? मने भन्छ मने मरेको छ किनकि उसलाई उसैले मारेकी हो। जुनेली संसारलाई सबै सत्य बताउने प्रस्ताव गर्छ तर मने चुप लागिरहन्छ। त्यसपछि ऊ आक्रोशित हुन्छ र जुनेलीलाई एउटा बाकस छान्न धम्की दिन्छ, नछाने आमालाई मार्ने। जुनेली डोरी तान्छ, भित्र केक हुन्छ। मने जन्मदिन गीत गाउन थाल्छ। त्यही बेला जुनेलीले कार्ड निकालेर मनेको अनुहार काट्छ र भाग्छ। बाहिर निस्कदा ऊ ढलेकी हुन्छ। मनेले विद्युतीय उपकरण चलाएको हुन्छ। मने भन्छ उसको अनुहारको प्रत्येक दाग एक हत्या हो र जुनेलीले पनि अब एउटा दाग बनाइसकेकी छ। ऊ साम्लोले जुनेलीलाई भित्र तान्छ, केकमा अनुहार खिच्छ तर त्यहाँ कुनै हतियार हुँदैन। मने भन्छ ऊ जान सक्छ र केक निकै खराब स्वादको छ। अचानक जुनेलीको अनुहार पोल्न थाल्छ, आँखा रातो हुन्छन्। ऊ देख्न नसक्ने भन्दै चिच्याउँछ, भाग्न खोज्छ तर गल्छीमा ढल्छ र अन्ततः मर्छ। मने उसको छेउमा बसेर आफ्नै कार्यक्रमको धुन गुनगुनाउँछ। अन्तिम फितामा देखिन्छ उक्त टक शो सञ्चालकले अपराध स्वीकार गर्छ र कम्पनीले सबैलाई पैसा दिएर चुप गराएको थियो। त्यसपछि मनेले उसलाई मार्छ। भिडियो यही समाप्त हुन्छ।